कस्तो पानी पर्दैछ हेर्नु न हेर्नु गाइस आज चाहिँ फेरि पानी झरीमा म चाहिँ सपिङ गर्न जाँदैछु छोराको बर्थडेको लागि हो म चाहिँ यहाँबाट एक्लै गएको नानी चाहिँ आज फर्स्ट टाइम मैले मेरो बुढासँग छोडेर आएको छु अन्तखेरि कस्तो छर्के पानी आएको लौ त छोडिराखेको छु हो त्यसपछि म चाहिँ म र मेरो आमा जाने आमा आउनुहुँदैछ उताबाटै अनि म यता गिद्धेबाट गएको आमा चाहिँ उताबाट आउनुहुँदैछ हो अन्त हामी चाहिँ बजारमा भेट्ने अनि त्यहाँबाट नानीको सामानहरू किन्दै हाल्नुपर्छ लुगाफाटाहरू पनि मगाइदिएको पनि राम्रो आएन नि त अन्त त्यही भएर चाहिँ बजारमै हेर्ने भनेर आमा पनि आउनुहुँदैछ अन्त म पनि यहाँबाट गएको आमाले पनि किनिदिनुहुन्छ अरे अन्त म पनि किनिदिने होइन हामी पनि किनिदिनु पर्यो भनेर चाहिँ अन्त फेरि अलिअलि अरू केहरू पनि गरिदिइहाल्छु किनभने सधैँ भ्याउँदैन अब टाइम पुरा कम छ हो त्यही भएर चाहिँ भ्लग पनि बनाइराखेको बिकज इट्स अ स्पेसल भेरी स्पेसल मोमेन्ट फर अस होइन बिङ अ न्यू मम होइन बर्थडे उसको फर्स्ट बर्थडे हो सो आइ एम सो एक्साइटेड होइन खुसी लाग्दैछ दुःखी पनि छु किनभने अब नानीहरू पढ्दाखेरि किन अरूहरू खुसी हुन्छ होला होइन तर आमाहरूको मन चाहिँ अलिकति उयो हुँदोरहेछ नानीहरू छिटो छिटो पढ्दाखेरि क्या अब नपढोस् यस्तै हुनु नि भन्ने खालको लाग्दो रहेछ हो सो त्यही हो कुराहरू थुप्रो हुन्छ होइन बोल्यो भने बोलेको हुन्छ गाडीहरूको बेहोरा छैन फेरि हेर्नु न उछिटाउँदै हिँड्छ पानीहरू बिस्तारै कुदायो भने त हुन्छ नि मान्छे उभिएको जग्गामा है कस्तो रिस उठ्दो छ हौ अब त्यही हो अन्तखेरि सपिङहरू गरेको भ्लग अलिअलि बनाउँछु अन्त त्यही भ्लगलाई नै युट्युबमा पनि हालिदिन्छु प्लस फेसबुकमा पनि हालिदिन्छु होप यु गाइज विल एन्जोय आमा छोरी भेट्दै आमा के हेऱ्यो के हेरेको के हेरेको क्या आमाले के हेर्नुभएको माछा होला छैन रहेछ लुगा पाउनु चाहिँ साह्रो छैन अब एकपल्ट कन्चनको माथिल्लोपट्टि हेर्छु त्यहाँ छ भने नानीहरूको लुगा हो अलिकति ठुलो भएको भए त पाउँथ्यो होला कि सानो भएर 1 वर्षको नानीहरूको लुगा पाउनु अलिक साह्रै पर्दो रहेछ भनेको जस्तो पाउँदैन मेन्टेन त्यो बेबी सुट टाइपकोहरू पाउँछ नि त सो आई डोन्ट लाइक त्यस्तो खालके हेरौँ मात्रै कस्तो पाउँछ सी कस्तो क्युट खालको रहेछ बट दिस वान इज टु बिग फर मी सन यो त 3-4 वर्षको पुग्दा हुन्छ होला यस्तो खाले त एन्ड अल्सो this one is also too big बट साइज हेरिदिनु हुँदैछ लेट्स सी अब पाउँछु कि पाउँदैन बट चाहिँ गर्ल्सहरूको छोरीको लागि कस्तो दामी वा छोरीहरूको लागि चाहिँ दामी चाहिँ पायो कि तर के गर्नु यस्तो ठुलो अब त्यस्तो ठुलो किनेर पनि के गर्नु घर आयो भने पनि त्यसको त्यो हुन्छ नि अब त्यो डिजाइनै सबै काटिन्छ होइन कस्तो भनेको त्यस्तो लुगा पाएँ हैमा मजाको है तर के गर्नु यस्तोहरू राम्रो देख्छ होला नि आमा छोरी चाहिँ नानी छोडेर घुमेको छु म खोइ सामानै किन सही छैन चाहिँ पनि हो भाबी यसलाई भुइँचोमा घुमेको सपिङ गरेर पनि जानुभएको म यताबाट जाने हेर्नु न छोरा यो यसरी फाल्दैन मका बाँदर ल बाई बाई मम केक अर्डर दिनु आएको छु मलाई चाहिँ उयो मात्रै मनपर्छ केकहरू चाहिँ त्यही भएर आमा छैन भने छोराको कति हेरिहाल्नु यहाँ लुगा पनि फेरिदिएको छैन ल्याउनु आइपुगेछ फेरि मलाई ल्याउनु पनि छैन छोरै बोकेर आइपुगेछ आमा छैन भने मेरो छोराको बिजोक लुगा पनि फेर्दैन रहेछ गत्ती न मत्तीमै हेर्नु यहाँ गाउँडुलाको हेर त त्यहाँ गत्ती न मत्तीमै गाउँडुलेको हेर त्यहाँ यस्तो मैले भएर गाउँडुल्छ कहिले मैले भएर डुल्छ सानोको लुगा अहिले हुँदैन